बेबी तँ चाहिँ हेर्नु के भयो नौदिनस् हेर्नु अनुहारहरू पनि मैले के हो यो कत्ला बेबी जाडो महिनामा जाडो हुन्छ नि त नइराइज जा नइराइज म नौदिन बेबी नौदिनस् जा म नौदिन हौ जा नइराइज हिँड्ने लाग्दो गराउँदै नबसिराइ फोडी जा जा छ्या बुढी त्यस्तो नगर न हौ नौनेको के को आया अथा जिउभरि कत्ला परिसक्यो गएर नुहाएर आइज है नभन्छ नआइज भेट्नु चाहिँ गइहाल हौ ल गएको ती बस्दै गरे तिमी को नुहाइ बस्छ जाडो महिनामा घाम नतापेर त्यसले नुहा भन्दा नहुने हो नहुँदै नहुँदैन जाडो महिना बितेपछि भेट्नु जान्छ नि त अन्त को भेटिबस्छ त घाम नतापेर साथीले मलाई कुर्दै पर्छ बित्थामा मादल छ ठट्ट हो जो आफू तबला जस्तै छ जो डल्लो नि डल्लो छ त्यसले मलाई कुर्छ साला त्यसले नुहा भन्दा नहुने हो मजाले घाम नतापेर जाडो महिनामा यसले त मैले नुहाएर आइज भनेको 2-3 घन्टा बस्यो त कहाँ हरायो यो यसलाई त नि अरे यो त यहाँ पो बसिरहेको छ ओइ उठ नुहाउनु परेको थिएन तपाईँ मैले नुहाएँ त म भर्खर नुहाइकन आएको यो हो नुहाएको अनुहार हेर्दा यो हो नुहाएको यो हो नुहाएको के हो यो कत्ला नुहाएर आइज भनेको थिएन घाम ताप्दै बसिरहेको छ यस्तो मैले यस्तो कत्ले तपाईँ त पर्खी ल पर्खे के चाहिँ गदर चाहिँ हेरौँ न धुलाई खायौँ खस म त घामै ताप्छु त यसलाई दाजु म नुहाइदिन्छु नि मैले नुहाएको सबै कत्ला निकालिदिन्छु ए प्रवीण उठ के थियो यहाँ बस के भयो आफै नुहाएर आइज भनेको मान्दैन छैन बेबी भयो भयो कथा भयो के गरेको उठ अब उठ लुगा खोल के गरेको पर्छ नि अब यहाँ नचली बस अब जा गएर नयाँ लुगा लगाएर घरमा गएर जा गइहाल छिटो जा नयाँ लुगा लगाएर आइज सफा अरू को छ ननुहाउने कमेन्टमा भन्नु है लु घरमै गएर नुहाइदिइहाल्छु म